फुल चाहिँ अब झरेर सम्झाउनु लागेको छ फुल झरिसक्नु लागेको छ नमस्ते सम्पूर्णलाई टेस्टीले आज चाहिँ नाग पूजा गर्नलाई बिहान बिहान उठिरहेको छु उठेर त सधैँ बिहानै उठ्ने हो तर आज हिँड्नुपर्ने भयो किनभने नाग पूजा गर्नलाई जानु लागेको आइजा फेरि उठिँदा है के अरे खै खेलाउनु खोइ खेलाउनु कता गयो सिंह बाबु आज नाग पूजा चाहिँ सबै बिरामीहरूको लागि नागहरू पनि बिरामी हुन्छ तर दुःख हुन्छ है बिचरा नागहरूको दुःख हटाएपछि हाम्रो दुःख हट्ने भयो पानी टाइममा पर्ने भयो अनि यो अब बाली नदीहरू राम्रो सब्रिने भयो अनि तल हट्ने भयो त्यस्तो हुन्छ कि त्यस कारणले अब हामी नाग पूजा गर्ने हो लगभग हाम्रो तोर्नु बनिसक्यो अरे नाग पूजा गर्ने उद्देश्य चाहिँ मैले भने नि त मान्छेहरूलाई विभिन्न रोग आउँछ कि रोग चाहिँ नाकको कारण आउँछ त्यति किन आउँछ भने नाकले पनि दुःख हुन्छ कि नाकले अब हामीले उदि सफा गरेर बस्ने एकदम शुद्ध गरेर बस्ने हामीले जति फोहोर गऱ्यौँ जति चाहिँ रुखहरू काट्यो जति अब यो माटो खोल्यो के गऱ्यो भने उसलाई अशुद्धि चाहिँ हुन्छ कि उसलाई मन पर्दैन थियो मन नपरे भने चाहिँ अनि हामीलाई पिर्छ अनि ऊ आफै पनि बिरामी हुन्छ ऊ आफै बिरामी हुने भएर अनि उसको बिरामी चाहिँ हामीले यो हटाउनु लागि हामीले यो साधना गरेर पूजा गरिदिएपछि उसको बिरामी पनि हट्छ दुःख अलिक कम हुन्छ भइसकेपछि ऊ खुसी भएर हामीलाई अब सिद्धि दिने हो हामीलाई हाम्रो रोगहरू चाहिँ हटाउने छोड्ने त्यो कारणले पनि अब नाग पूजा गरेको हो यसो घुमाइदिनु त यो यो यसको बारेमा भन्नु नि यो के बुझाउँछ यसले यो चाहिँ 8 नाग राजा हुन्छ हजुर अनि जप्पो भन्ने पेटमा महापेटमा भन्नेहरू भयो त्यसले गरी अब धेरै नागहरू हुन्छ यहाँको नाग शेष नाग फागमजन भन्छ 8 नाग राजा हुन्छ यो 8 नाग राजाको प्रतीक हो यो चाहिँ 8 नागको अनुचरहरू उनीहरूको नागको अब सैनिकहरू हुन्छ नि त अनुचरको अनि ऊ नागको चाहिँ अब नागराजहरूको चाहिँ माथि टाउको पछाडि माथि चाहिँ सर्पकोटाको हुन्छ अनि माथि चाहिँ ढ्याङ्का भन्छ कि टाउकोमा सर्पकोटा हुन्छ अनि उनीहरू चाहिँ त्यो जे पनि गर्नु सक्ने कि उसको रूप धारण जे पनि रूप धारण सक्ने शक्ति हुन्छ यिनीहरू चाहिँ अब शक्ति भएको नागराज हो नागराजमाथि पनि के अरे चाहिँ औरकेश्वर भावना गर्ने औरकेश्वरको चाहिँ उहाँको हातबाट चाहिँ जुन अमृत वर्ष भएपछि उनीहरूलाई पिउने उनीहरूको रोगहरू निको हुने अब इत्यादि धेरै धेरै कुराहरू भावना गरेर पनि हुन्छ त्यसै गरी चाहिँ अब पूजा गर्ने हो त्यसै गरी त्यो कारणले उनीहरू खुसी हुन्छ उनीहरू प्रसन्न भएपछि नि हामीले हाम्रो रोग पनि हराउँछ हामीले जुन हामीले गल्ती गरेको छ गल्तीहरू चाहिँ नि हामीले क्षमार्जन गर्छ त्यो गरेपछि अनि मनुष्यहरूलाई पनि सुख शान्ति हुने रोग कम हुने त्यस्तो हुने भएकोले अनि बाढी पहिरोहरू नआउने अति धेरै पानी पर्ने जस्तो पानी पर्दै नपर्ने जस्तो त्यस्तो नहुने भएको कारणले नाग पूजा गर्ने कारण त्यो हो तपाईँ
शर्मा मनोज रहेछ हाम्रो चाहिँ सक्यो पूजा सक्यो अब जान लागेको सम्पन्न भयो पूजा चाहिँ पूजा सम्पन्न भयो शाम भइरहेको छ सबैले यहाँ नाग पूजा गरिरहेको छ धानको बुढो नीलकण्ठ भने चाहिँ यही हो अब बुढी चाहिँ सबैलाई थाहा हुन्छ यो देउता कुटाकोमा चाहिँ पहिले बुद्धको मूर्ति थियो अहिले चाहिँ देखिरहेको छैन अनि यहाँहरू सबैलाई अब सुख शान्ति होस् रोग व्याधिहरू हटोस् भन्दै आजलाई थाती राख्न चाहन्छु नमस्ते धन्यवाद